ल है गाइस, फेरि पनि छोटो मिठो भ्लग लिएर आइसकेको छु। हेर्नु नभुल्नु होला। अहिले चाहिँ म जाँदैछु राँगाको मासु लिनुलाई। हाम्रो गाउँमा चाहिँ आज राँगा ढालेछ भन्ने खबर छ। राँगा ढालेकोदेखि लिएर काटेको भ्लग बनाउने सोच्थेँ हिजैदेखि। घरको थोरै कामले गर्दा जानु पाइनँ। आज त्यही भएर जाँदैछु। के कसो हौ माइस? गोरुले दुःख दिन्छ। ससुरा भयो भाइरल। हजुर अब अलिबार पछि गइन्छ। त मासु लिन जाने मा? ए ल, हाम्रो ससुराबाबु मान्छे डेन्जर हो। पल्लो छेउको सेम ससुराबाबु आएको सोधो रहेछ। गोरु आज मासु खाएर डाइट बढाउनु पर्यो भनेको। चक्कर लगाएर मुनि मुनि ल ल हो सरी के रह्यो हो। कता गयो? गोरुले धरि पत्यान्दै आज मलाई। सरी लौरी जा, लौरी जा। यहाँ चाहिँ मामा गोरुले चाहिँ अलिक दुःख दिएर अलिक भएन बोल्नु है। दुःख दियो गोरुले। तर राँगा यसकै मासु लिनु जानलाई हो तल। यसकै दाजुभाइ आफन्त हाँगा बिगा के पर्छ होला सायद। दह्रो खाइने भयो भरे रक्सीसँग साला। है गाइस, हाम्रो चाहिँ यो चौतारा है गाइस। हामी चाहिँ टक्क गर्मीको बेला चाहिँ टक्क गर्मी भयो भने चाहिँ यहाँ आउने आनन्दले टक्क शीतल ताप्ने बस्ने। टक्क पहिला म बिहे नगर्दा यहीँ चौतारामा आउने चट्ट होइन। अरूसँग बोलिदिन्थेँ क्या पुरा गफिहाल्ने होइन। फेरि लगभग त्यस्तै 60-68 रे त्यस्तै 70 हाराहारी चाहिँ तिमीसँग बोल्यो होला। हाम्रो ठाउँ चाहिँ यस्तो छ। हाम्रो लङ्गुर खोला, हाम्रो चौतारा है साथीहरू। हो कुरोकानी त्यस्तै हो। आज चाहिँ फर्स्टचोटि भयो होला। खासै बोल्नु चाहिँ नआएको जस्तो लाग्छ क्या। त्यस्तै अनुभव हुन्छ क्या। कस्तो जब आफ्नै मनमा मोबाइल अन नगरी हिँड्दा चाहिँ बोल्नु आएको जस्तो लाग्छ। मोबाइल अन गरेर जब क्यामेरा रेडी पाएर अनि बोलिने कहाँ हराउँछ। हुन त फर्स्टमा यस्तो होला, पछि गएर मिल्ला नि त भन्ने सोचमा हिँडिरहेको छु अहिले चाहिँ। टट्ट त्यहाँ तलपट्टि चाहिँ हाम्रो गाउँको मामा बाहरू अङ्कल बुबाहरू मिलेर काट्नु भएको रहेछ राँगो। त्यसैले हामी जाँदैछौँ। यसै गाइस, हाम्रो लङ्गुर खोला बवाल छ नि त। हाम्रो कुनै दामी चाहिँ ठाउँ नै एकदम बवाल तरिकाको बवाल। एक गाइस के सोचिरहेको थिएँ, के भइदिरहेको यार। मासु काट्ने ठाउँमा हिँडेको त्यो राँगा धनी दिदीले चिसो लिनु पठायो यार फेरि दोकानतिर। त्यही पनि केही छैन। हिँड्ने बानी छ अलिक टाढै पर्छ नयाँ मान्छेलाई चाहिँ। हामीलाई चाहिँ हिँड्ने बानी भएर नजिकै हो लगभग। धेरै त होइन तलतिर हो। लङ्गुर खोलाको भ्यू एकदम बवाल छ हाम्रो लङ्गुर खोला त। फेरि मलाई चाहिँ बवालै लाग्छ। तपाईँहरूलाई के कस्तो लाग्छ भने अस्तिदेखि मौसम पनि बवाल हुन थालेको छ। पानी नपरेर होला सायद। हरियो आकाश पनि
हेर्दै घुमौँ घुमौँ रमाउँ रमाउँ फोटो खिचौँ खिचौँ जस्तो लाग्ने ठाउँ एकदम। गाइज मोबाइलमा मात्रै ध्यान दिनु चाहिँ अलिक भएन यहाँ खेततिर तलतिर भिडियो पनि मेरो खत्तम। त्यसको कारणमा चाहिँ ल साथीहरू अब कुरोकानी यस्तै हो। सो लाइक कमेन्ट ख्यास त्यति जति छोडेर चाहिँ जानु होला नबिर्सिकन। यति धेर पर्दैन एक प्याक बिस्कुट कति ठ्याक्कै बिस्कुट निस्किहाल्ला नि बरु नभए जति भयो नि खाइन्छ है खाइन्छ त्यो पनि हालिदिन्छु नबिर्सिनु होला। हेर्नु क्या बवाल देखाएको छ देख्नु चाहिँ अलिक घाम डुबेर हो क्या नत्र त दामी देख्थ्यो बवाल काले। ल साथीहरू आजलाई यति नै है त। अब राँगा काटेको भिडियो नेक्स्ट टाइम लिएर आउँला फेरि। राँगाको गर्दन छिनाको है त। टाटा बाइ बाइ।